यहोशू 6 अध्याय। एरियो सहरको कब्जा। त्यस समय इस्राएलीहरूको कारणले एरियो बिल्कुल थुनिएको थियो, कोही भित्र बाहिर गर्न पाउँदैनथ्यो। तब परमप्रभुले यहोशूलाई भन्नुभयो, हेर, एरियो त्यहाँका राजा र वीर योद्धाहरू समेत मैले तेरो वशमा पारिदिएको छु। सबै सशस्त्र लडाकाहरू त्यस सहरलाई घेरेर एकचोटि घुमेर जाऊ। 6 दिनसम्म तिमीहरूले यसै गर्नु। 7 जना पुजारीहरू 7 वटा भेडाका सिङका तुरै सन्दुकको अघि अघि लिएर हिँड्नु र 7औं दिनमा तिमीहरू त्यो सहर 7 चोटि घुम्नु र पुजारीहरूले तुरै फुकुन्। अनि जब तिनीहरूले भेडाका सिङका तुरै धेरै बेरसम्म फुक्लान्, तब तिमीहरूले तुरैको आवाज सुन्ने बित्तिकै सबैजना ठुलो स्वरले कराउन्, अनि सहरको पर्खाल फेदसम्मै ढल्नेछ र हरेक मानिस आफ्नो अघि सिधै बढेर जाउन्। यसकारण नूनका छोरा यहोशूले पुजारीहरूलाई बोलाएर भने, करारको सन्दुक उठाऊ र 7 जना पुजारी भेडाका सिङका 7 वटा तुरै भिरेर परमप्रभुका सन्दुकको अगाडि हिँडुन्। अनि तिनले मानिसहरूलाई भने, अगाडि बढेर सहरको चारैतिर घुमेर जाऊ। हतियार बोक्नेहरू चाहिँ परमप्रभुको सन्दुक अघि अघि हिँडुन्। यहोशूले यी कुरा मानिसहरूलाई भनिसकेपछि 7 जना पुजारी भेडाका सिङका 7 वटा तुरै बोकेर परमप्रभुको अघि हिँडे र आफ्ना तुरै फुक्दै अघि बढ्न लागे। परमप्रभुका करारको सन्दुक चाहिँ तिनीहरूको पछि लाग्यो। हतियार बोक्ने मानिसहरू चाहिँ तुरै फुक्ने पुजारीहरूका अघि हिँडे र पछाडिकाहरू चाहिँ सन्दुकको पछि हिँडे, अनि पुजारीहरू तुरै फुक्दै हिँडे। तर यहोशूले मानिसहरूलाई यसो भनेर अराए, जुन दिनसम्म म तिमीहरूलाई कराउने आज्ञा दिन्न, तिमीहरू नकराउनु, तिमीहरूको स्वरै पनि नसुनियोस्, तिमीहरूका मुखबाट पनि केही वचन ननिकाल्नु, मैले कराउनु भनेपछि मात्र कराउनु। यसरी तिनले परमप्रभुको सन्दुकलाई सहरको वरिपरि एकचोटि घुमाए र तिनीहरू छाउनीमा आए र त्यहीँ बास बसे। यहोशू बिहान सबेरै उठे र पुजारीहरूले परमप्रभुको सन्दुक उठाए। ती 7 जना पुजारीहरूले भेडाका सिङका 7 वटा तुरै बोकेर परमप्रभुका सन्दुकको अघि अघि तुरै बजाउँदै हिँड्दै रहे। हतियार भिर्ने मानिसहरू तिनीहरूका अघि लागे र पछाडि हिँड्नेहरू परमप्रभुका सन्दुकको पछि लागे। पुजारीहरू चाहिँ तुरै फुक्दै हिँडे। यसरी दोस्रो दिन पनि तिनीहरू सहर एकचोटि घुमेर छाउनीमा फर्के। 6 दिनसम्म तिनीहरूले यसै गरे। 7औं दिन बिहान झिसमिसेमै तिनीहरू उठे र त्यही रीतिले सहर घुमे। केवल त्यस दिन तिनीहरूले 7 चोटि सहर घुमे। 7औं चोटि जब पुजारीले तुरै फुके, तब यहोशूले मानिसहरूलाई भने, कराओ, किनभने परमप्रभुले तिमीलाई यो सहर दिनुभएको छ। यो सहर र यसमा भएका सबै थोक नाशको निम्ति परमप्रभुमा अर्पण गरिएको छ। राहाब वेश्या र त्यसका घरमा त्यससँग भएका मात्र बाँच्नेछन्, किनभने हामीले पठाएका जासुसहरूलाई त्यसले लुकाएकी थिई। तर नाशको निम्ति अर्पण गरिएका कुराहरूबाट तिमीहरू अलग रहून्, नत्रका त्यही अर्पित कुराहरूबाट लिएर तिमीहरूले आफैमाथि नाश ल्याउनेछौ र इस्राएलीहरूको छाउनीलाई श्रापित तुल्याउनेछौ र यसलाई सङ्कटमा पार्नेछौ। तर सबै सुन, चाँदी र काँसाका र फलामे भाँडाहरू परमप्रभुको निम्ति पवित्र छन्, तिनीहरू परमप्रभुको भण्डारमा जानुपर्नेछ। जब पुजारीले तुरै फुके, तब मानिसहरू कराए र तुरैको आवाज सुनिने बित्तिकै जब तिनीहरू ठुलो स्वरले कराए, यो पर्खाल फेदसम्मै घर्लम्म ढल्यो, अनि हरेक मानिस आफ्नो सिधै अघि बढ्यो। तिनीहरू सबै सहरमा पसे र त्यो कब्जा गरे, अनि तिनीहरूले त्यो सहर परमप्रभुमा अर्पण गरे र सहरभित्र रहेका पुरुष, स्त्री, जवान, बुढा र गोरु, भेडा र गधा सबैलाई तरवारले नाश गरे। अनि यहोशूले त्यस देशको जासुस गर्न जाने ती 2 जनालाई भने, त्यस वेश्याको घरमा जाऊ र तिमीहरूले त्यससित शपथ खाए अनुसार त्यस स्त्री र त्यससँग भएका सबैलाई त्यहाँबाट निकाल। तब ती जासुस गर्न जाने युवकहरू गए र राहाबलाई र त्यसका बुवा, आमा, दाजुभाइ र त्यससँग भएका सबैजना, त्यसका सबै नातेदारहरूलाई बाहिर ल्याए र तिनीहरूले उनीहरूलाई इस्राएलको छाउनीदेखि बाहिर राखे। तब तिनीहरूले त्यो सहर र त्यहाँभित्र भएका यावत थोक आगोले जलाइदिए। केवल सुन, चाँदी र काँसाका फलामे भाँडाकुँडाहरू तिनीहरूले परमप्रभुका घरको भण्डारमा राखे। तब राहाब वेश्या, त्यसका बुवाका परिवार र त्यससँग भएका सबैजनालाई यहोशूले बचाइदिए, किनभने यहोशूले एरियोमा जासुसी गर्न पठाएका दूतहरूलाई त्यसले लुकाएकी थिई, अनि आजसम्म इस्राएलीहरूका बीचमा नै त्यो रहेकी छे।
त्यसै समय यहोशूले तिनीहरूलाई शपथ खुवाएर यसो भने, जो यो एरियोको सहर बनाउन खडा हुन्छ त्यो परमप्रभुको अघि श्रापित होस्। यसको जग बसाल्दा त्यसको जेठो छोरो मर्नेछ। आफ्नो कान्छो छोराको मूल्यमा यसको मूल ढोका बसालिनेछ। यसरी परमप्रभु यहोशूको साथमा रहनुभयो र तिनको कीर्ति देश देशभरि फैलियो।